मानिलिनुहोस् तपाईँ आफ्नो गाडी ड्राइभ गरेर एउटा जरुरी कामको लागि कतै गइरहनु भएको छ, तर जाँदा जाँदै बीच बाटोमा तपाईँ ट्राफिक जाममा फस्नुभयो। अब के तपाईँ आफूले चलाएको त्यो गाडी बीच बाटोमा छोडेर आफ्नो घर फर्किनुहुन्छ? पक्कै पनि फर्किनुहुन्न। कति बेला जाम खुल्छ होला भन्दै प्रतीक्षा गर्नुहुन्छ। तपाईँलाई रिस उठ्छ, छटपटी हुन्छ, तर फर्किनु त हुन्छ नि, किनकि तपाईँलाई थाहा छ यो जाम कुनै पनि समयमा खुल्न सक्छ। अनि जब जाम खुल्छ तब आरामले आफ्नो गाडी अघि बढाउनुहुन्छ। ठिक त्यसरी नै जब जीवनमा समस्याहरूको जाम लाग्दा, दुःखहरूको जाम लाग्दा तपाईँ किन हिम्मत हारेको जस्तो गर्नुहुन्छ? तपाईँ किन हताश हुनुहुन्छ? किन दुखी हुनुहुन्छ? हेर्नुहोस्, जसरी सडकमा गाडी चल्दा कहिलेकाहीँ जाम लाग्छ, त्यसरी नै जबसम्म यो जिन्दगी चल्छ तबसम्म दुःखहरू आउँछन्, समस्या आउँछन्, चुनौतीहरू आउँछन्। तर याद राख्नुहोस्, जीवनमा कुनै पनि समस्या, कुनै पनि दुःख, कुनै पनि परिस्थिति सधैँको लागि रहँदैन। बस तपाईँले धैर्य गर्नुपर्छ, हताश नभई अगाडि बढ्ने हिम्मत राख्नुपर्छ। थ्याङ्क यू।